पर्वतमा बस र ट्रक ठोकिँदा 12 जना घाइते। सरकारले तलब नबढाएको भन्दै पूर्व राष्ट्र सेवक संगठनको आपत्ति बढेको भत्तालाई तलबमा गावेर पेन्सन दिनुपर्ने माग। फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत। 4 दिनपछि बढ्यो शेयर बजार। हाइड्रो पावरको आकर्षण कायमै। 72 जिल्लामा फैलियो डेङ्गी। काठमाडौँमा सबैभन्दा बढी। युवक हत्याका अभियुक्त 14 वर्षपछि पक्राउ र अमेरिकाबाट भएका 37 जना डिपोर्ट। 1 जना बाहेक अरूसँग पासवर्ड भेटिन। नमस्कार, म दीप सागर सुवेदी। साझा न्युज टाइम्समा यहाँहरूलाई स्वागत छ। अब समाचार विस्तारमा। पर्वतको कुस्मा नगरपालिका वडा नम्बर 8 दोबिल्लामा बस र ट्रक एक आपसमा ठोकिँदा बसका सवार 12 जना घाइते भएका छन्। सोमबार दिउँसो 3:30 बजेको समयमा म्याग्दीको बेनीबाट पोखरातर्फ जाँदै गरेको G2 ख 1066 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश 203001 ख 1322 नम्बरको ट्रक ठोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरीक्षक डीएसपी रबिन विष्टले जानकारी दिए। दुर्घटनामा बागलुङका 1 जना, म्याग्दीका 5 जना, कास्कीका 4 जना, दाङका 2 जना रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी उपरीक्षक विष्टका अनुसार घाइतेलाई प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको र घाइते सबैको अवस्था सामान्य रहेको बताए। बसको ब्रेक फेल भएको कारण अचानक ठोकिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ। पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपाल जिल्ला शाखा बागलुङले बढेको भत्तालाई तलबमा गावेर पेन्सन सुविधा बढाउन माग गर्दै सरकारको ध्यानआकर्षण गराएको छ। हालै बजेट भाषणमा कर्मचारीको भत्ता मात्रै 3000 बढाएकोले त्यसबाट निवृत्त भएका कर्मचारीको सेवा सुविधामा कुनै प्रभाव नपरेकोले महँगी भत्ताको अनुपातमा पेन्सन सेवा बढाउन माग गर्दै सरकारको ध्यानआकर्षण गराएका हुन्। जेठ 15 गते प्रस्तुत गरेको बजेटमा बहारवाला राष्ट्र सेवकको हकमा तलब स्केल नबढाए वृद्धि भएको बजार मूल्यलाई थोरै मात्रामा भए पनि सम्बोधन गरेको, तर निवृत्त राष्ट्र सेवक कर्मचारीलाई सम्बोधन नगरेकोमा सरकारको ध्यानआकर्षण गरेको हो। जीवनका महत्त्वपूर्ण ऊर्जाशील उमेर राष्ट्रका लागि समर्पण गरेर निवृत्त भएकाहरूलाई राज्यले अतिरिक्त सम्मान दिनुको साटो अपमान गरेको आरोप उनीहरूको छ। नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र सम्मानपूर्वक बाँच्न पाउने हक विपरीत सरकारले असमान निर्णय गरेको उनीहरूले बताए। सो निर्णय सच्याएर सबैलाई समान व्यवहार गर्न पनि सरकारको ध्यानआकर्षण गराइएको हो। पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपाल बागलुङका अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठ, पूर्व कर्मचारी सेवा परिषदका अध्यक्ष महेन्द्र सिंह राय माझी, सेवानिवृत्त राष्ट्र सेवक समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठ, निवृत्त शिक्षक समाजका अध्यक्ष टिकाराम सापकोटा, नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी संगठनका अध्यक्ष टिकाबहादुर कार्की, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका अध्यक्ष तिलक बहादुर थापा र नेपाल पूर्व सशस्त्र प्रहरी बल बागलुङका अध्यक्ष हिमनाथ कण्डेलले संयुक्त हस्ताक्षर गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पनि ध्यानआकर्षण गराएका छन्। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानआकर्षण पत्र पठाइएको हो। सोमबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो। पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय समन्वय परिषद जिल्ला शाखा बागलुङका अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठ अध्यक्षता र पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपाल जिल्ला शाखाका महासचिव बद्रीप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवाताल संरक्षणका लागि पछिल्लो पटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ। होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएको हरेक कदमप्रति संघको साथ रहने जनाइएको छ। संघको गण्डकी शाखाका अध्यक्ष हरिप्रसाद शर्मा गैरे र संघको पोखरा शाखाका अध्यक्ष लक्ष्मण सुवेदले जारी गरेको विज्ञप्तिमा भनिएको छ। निकै ढिला गरेर भए पनि फेवातालको सीमाङ्कन गरेर संरक्षण गर्न थालिएको कदमको संघ हार्दिक स्वागत गर्दै तिनै तहका सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। तालको संरक्षण गर्नु जति जरुरी छ, तालको सीमाङ्कन गर्दा पीडित बनेका स्थानीय बासिन्दा, व्यवसायी र जग्गाधनीहरूको संरक्षण र व्यवस्थापन गर्नु त्यति नै जरुरी भएको विषयलाई पनि संघले जोड दिएको छ। तालको संरक्षण गर्दा व्यक्ति वा संस्थाहरूको लाल पूर्जा भएको जमिनको सरकारी मूल्याङ्कन अनुसार मात्र नभएर हाल चलेको मूल्य अनुसार मुआवजा उपलब्ध गराउन पनि अपील गरिएको छ। लगातार घटेको 4 कारोबार दिनपछि सोमबार शेयर बजार बढेको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक 23.19 अंक बढेको हो। सो वृद्धिपछि नेप्से 2653 अंकमा कायम भएको छ। बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो। बजार बढ्दा पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन 9 अर्ब 13 करोडको कारोबार भएकोमा आज 8 अर्ब 68 करोडको भयो। 191 कम्पनीको मूल्य बढ्दा 56 कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो। हाइड्रो पावर सेक्टरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ। अघिल्लो दिन सबैभन्दा धेरै 1.22% बढेको यो सेक्टर आज 2.35% बढ्यो। त्यस्तै अन्य समूह सबैभन्दा धेरै 2.63% बढ्यो।
बैंकिङ 0.43, विकास बैंक 0.17, फाइनान्स 0.59, लगानी 1.14, उत्पादन तथा पशुधन 0.20, माइक्रो फाइनान्स 0.48, निर्जीवन बीमा 0.44% बढे। व्यापार 0.44, जीवन बीमा 0.09 र होटल तथा पर्यटन 0.25% घटे। आज 4 जलविद्युत कम्पनीको मूल्य 10% बढ्यो। 10% मूल्य बढेका कम्पनीमा मकर जितुमाया सूर्य हाइड्रो पावर, प्योर इनर्जी दोल्ती पावर र विन्ध्यवासिनी हाइड्रो पावर छन्। धेरै मूल्य बढेका टप 10 कम्पनीमा 8 वटा हाइड्रो पावर कम्पनी मात्रै परे। 8 हाइड्रो पावर कम्पनीको मूल्य 9% भन्दा धेरै बढ्यो। बुटवल पावरको 9.83, मायाखोला हाइड्रो पावरको 9.74, रावा इनर्जीको 9.18 र घलेन्दी हाइड्रोको 9.01% मूल्य बढ्यो। मनसुन लागेसँगै डेङ्गी संक्रमण देखिन थालेको छ। जुनदेखि अगस्तसम्म असार भदौसम्मलाई डेङ्गी संक्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा EDCD को तथ्याङ्क अनुसार जनवरी 1 देखि 8 जुनसम्म 1255 संक्रमित भेटिएका छन् भने 72 वटा जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै संक्रमितको संख्या काठमाडौँमा देखिएको छ। काठमाडौँमा 132, कास्कीमा 90, सुनसरीमा 87, चितवनमा 61, पाल्पामा 51, रूपन्देहीमा 47, कञ्चनपुरमा 37, दाङमा 32 र भक्तपुरमा 30 वटा संक्रमित भेटिएका छन्। EDCD का कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसके पनि नियन्त्रण भने गर्न सकिने बताए। माथागढी गाउँपालिका 1 चिदीपानी स्थित दमारका 18 वर्षीय रणवीर नेपालीको हत्याका अभियुक्त पक्राउ परेका छन्। सोही ठाउँका 57 वर्षीय सन्तबहादुर सार्की पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए। 2068 साल कार्तिक 11 गते राति 11:30 बजे हत्या गरेर फरार भएको उनले बताए। उनीहरू बीच घरायसी विवाद भएको थियो। चक्कु प्रहार गरेर गम्भीर घाइते भएका रणवीरको उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको थियो। आरोपित सार्कीलाई रूपन्देहीको सिद्धार्थ नगरपालिका 1 बेलैया स्थित बस पार्कबाट आइतबार दिउँसो पक्राउ परेको भट्टराईले बताए। अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएका काठमाडौँ आइपुगेका 32 जनालाई प्रहरीले सामान्य सोधपुछपछि घर पठाएको छ। आइतबार राति 32 जना पुरुष र 5 जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्। अमेरिकाले उनीहरूलाई ओम्नी एयर इन्टरनेसनल विमान चार्टर गरेर नेपाल पठाएको थियो। उनीहरू मध्ये 5 महिला सहित 35 जना अवैध तरिकाले अमेरिका प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। 2 जना चाहिँ वैधानिक बाटोबाट नै अमेरिका गएको भेटिएको मानव बेचबिखन ब्युरोका प्रवक्ता SP नरेन्द्र कुँवरले बताए। उनले भने 1 जना डिबी परेर र अर्को 1 जना अध्ययन गर्न अमेरिका पुगेर निष्कासनमा परेको देखिन्छ। उनीहरू अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर नेपाल आइपुगेका छन्। डिपोर्ट भएका मध्ये 1 जनासँग मात्रै नेपाली राहदानी भेटिएको छ। अरू चाहिँ त्यहाँको अध्यागमनले जारी गरेको ट्राभल डकुमेन्ट लिएर फर्केका हुन्। सन् 2022 मा अमेरिका प्रवेश गर्नेहरू र 2025 मार्चमा अमेरिका पुगेकाहरू पनि फर्केका छन्। आफ्ना सामान उनीहरूले बोरामा लिएर फर्केको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्। 1 जना अधिकृत भन्छन् फर्केकाहरू सबै सामान्य देखिन्छन्। विभिन्न बाटो हुँदै पनामा जंगल छिचोलेर मेक्सिकोको बोर्डरबाट उनीहरू अमेरिका प्रवेश गरे। त्यहाँ प्रवेश गरेपछि धेरै जना शरणार्थीको मान्यता पाउने सङ्घर्षमा लागे, तर शरणार्थीको मान्यता नपाउँदै निष्कासनमा परे। उनीहरूलाई लामो समयदेखि अमेरिकाको इमिग्रेसन कस्टमा इन्फोर्समेन्टले थुनामा राखेर निष्कासन गरेको भेटिएको छ। बिचौलिया मार्फत अमेरिका गएकाहरूले 80 लाखसम्म खर्च भएको बताएका छन्, तर अमेरिका पठाउने गिरोह बारे उनीहरूले प्रहरीलाई जानकारी दिएनन्। ब्युरोका SP नरेन्द्र कुँवर भन्छन् अमेरिका पठाउन गिरोह बारे उहाँहरूले हामीलाई कुनै पनि विवरण खुलाउनु भएन। हस्त अहिले समाचारको क्रम यति नै। ताजा समाचारको लागि साझा न्युज टाइम्स हेर्दै गर्नुहोला। धन्यवाद, नमस्कार।